यो भिडियो पुरा हेर्नु होला, एकदम मजा आउँछ यो भिडियोमा। किनकि म्याम मलाई च्यालेन्ज दिनु भएको छ, यो टुथपेस्ट र रोलर बेचे भने मलाई 100 रुपैयाँ दिनुहुन्छ। अनि यो च्यालेन्ज एक्सेप्ट गरेर म हिँडिसके यो टुथपेस्ट र रोलर बेच्नुलाई। र यो के बाटोमा आउँदाखेरि त बाटोमा मान्छे नै छैन। अनि भेट्नु भयो यो दाइ। अनि दाइलाई म आफ्नो कम्पनीको टुथपेस्टको बारेमा थोरै बेनिफिटहरु बताए र उहाँ दाइ पनि मार्केटिङ नै गरिराख्नु भएको थियो। अनि फेरि के मैले आफ्नो शैतानी खोपडीलाई युज गरे। उहाँलाई म आफ्नो नम्बर पनि लेखेर दिए, यदि राम्रो लाग्यो भने फेरि मसँग कन्ट्याक्ट गरेर हाम्रो कम्पनीको टुथपेस्ट लिन सक्नुहुन्छ। सो उहाँ दाइ चाहिँ धेरै राम्रो हुनुहुन्थ्यो, मलाई पैसा पनि दिइहाल्यो। अनि दाइलाई थ्यांक यू भनेर दाइसँग हात मिलाएर दाइसँग 2-3 वटा फोटो पनि खिचाए। सो टुथपेस्ट त मैले बेचिहाले। अब बचेको थियो रोलर बेच्नको लागि हामीहरू रोड क्रस गरेर नेक्स्ट पट्टि गए। अनि भेट्नु भयो यो बुढो अङ्कललाई भने, तर बुढो अङ्कलसँग पैसा नै थिएन। सो मैले आज यो रोलर बेच्न सकिन। यदि तपाईहरुलाई चाहिएको छ भने मलाई डीएम गर्न सक्नुहुन्छ। सो म टुथपेस्ट बेचेर म्यामनिर गएर म्याम मलाई दिनुभयो यो 100 रुपैयाँ। सो म यो 100 रुपैयाँ लिएर धेरै खुसी भए, किनकि यो मेरो फर्स्ट अचिभमेन्ट थियो। यदि तपाईहरुलाई पनि मेरो कम्पनीको टुथपेस्ट चाहिएको छ भने मलाई डीएम गर्नु होला।